जस्तो कि अहिले तपाईँ हेर्न सक्नुहुन्छ पिक टुलको एक्चुअलमा तपाईँको काम के हुन्छ कोरल ड्रमा। यो पिक टुलको काम भनेको एक्चुअलमा तपाईँको जस्तै मानिहालौँ यो एउटा सेलेक्सनै हो कि एक्चुअलमा सेलेक्सन गर्नलाई। जस्तै म यहाँबाट एउटा मैले रेक्टेङ्गल उठाएँ, रेक्टेङ्गल यहाँबाट म ड्र गरिरहेको छु। हेर्नु जस्तै म 3-4 ड्र गरेँ। अहिले मैले जस्ट जुन ड्र्याग गरिरहेको छु यो रेक्टेङ्गलहरू, यहाँ चाहिँ एउटा मेरो साइन छँदैछ। यहाँ जबसम्म तपाईँ यो अहिले साइन हेर्न सक्नुहुन्छ, यो जबसम्म तपाईँ यहाँ गएर यसमा गएर यसरी गएर यहाँ यसमा गएर तपाईँले ठ्याक्कै पिक टुल थिच्नु हुन भने तपाईँको यो काम हुँदैन। यो ठ्याक्कै पिक टुलमा यसमा प्रेस गर्नु भने ठ्याक्कै सिलेक्ट भएकै आउँछ एनी टाइम तपाईँको। त्यसरी यसमा गएर ठ्याक्कै पिक टुल गर्नुहोस्, यो तपाईँको ठ्याक्कै यो साइन त्यहाँबाट हटिहाल्छ। यो ठ्याक्कै जुन अहिले तपाईँको साइन आएको थियो अगाडि, यो साइन यस्तो साइन यसमा चाहिँ छैन। जस्तै यहाँ डाइरेक्ट त्यहाँ क्लिक गर्नुभयो भने त्यहाँबाट चाहिँ अटोमेटिक त्यहाँबाट हटिहाल्छ। यसको पिक टुल काम गर्ने एक्चुअलमा तपाईँको यही हो। अब यहाँ हेर्न सक्नुहुन्छ फ्री ह्यान्ड पिक टुल काम भनेको तपाईँको जस्तै म यहाँ मानिहालौँ 3-4वटा मैले यो सर्कल ड्र गरेँ, यहाँ हेर्न सक्नुभयो। यसपछि मलाई यहाँको मैले एउटा कलर गरिदिएँ। मलाई यहाँको मात्रै सिलेक्ट गर्नु छ, यसले मात्रै सिलेक्सन गर्नु छ। यसले सिलेक्सन गर्नको लागि तपाईँ फ्री ह्यान्ड पिक टुल युज गर्न सक्नुहुन्छ। यहाँ गएर ठ्याक्कै तपाईँ यसमा गएर कर्नरमा ठ्याक्कै क्लिक गर्नु, त्यसपछि यहाँ ठ्याक्कै यसमा क्लिक गर्नु, बाहिरबाट यसरी ड्र्याग गर्नु। तपाईँले कसलाई सिलेक्ट गर्नु, यसले मात्रै सिलेक्ट गर्नु। यो रातो भएकोलाई ठ्याक्कै यसरी जानुहोस्, यसरी यसलाई यहाँ गएर ठ्याक्कै छोड्नुहोस्। यो चाहिँ तपाईँको ठ्याक्कै यहाँ सिलेक्ट भयो, यहाँ हेर्न सक्नुहुन्छ तपाईँले।